अब चाहिँ म पनि कलेजको लागि निक्लेको अनि यहाँ हाम्रो दोजी चाहिँ आज फर्किँदैछ गोरुबथानबाट होइन आफ्नो घर दुर्खाला जाँदैछ सो विल मिस हिम भेरी मच अनि अब चाहिँ दोजी चाहिँ खाना खानु गएको छ होइन दिस इज गोरुको मासु एकदमै मिठो भाउजूले बनाउनु भएको रहेछ होइन यो चाहिँ मेरो तर्फबाट यसलाई खान्छ अरे आन्टीको मासु खाँदै गरेको मासु भन्दैछ यो ट्राई गर पहिला गुवाको रूपमा पनि चढ्न सक्छ डिप्लोमा त पाउँछ नि त म गोरुबथानबाट हिँडेको अब ल त्यहाँनिर चाहिँ सुजन छ नि यसलाई पनि म छोडेर जाँदैछु अनि हाम्रो युडेन दालाई पनि म छोडेर जाँदैछु घरको सबैजनाले छोडेर जाँदैछु अब निस्किसक्यो बस्नुहोस् ल दा बस्नुहोस् ल भाउजू बस्नुहोस् ल गएको तपाईँलाई थाहा छ मेरो साथमा चाहिँ फेरि बजारसम्म चाहिँ रिप्तेन छ नि हो सो उसले चाहिँ हिजो भ्लग बनाएको थियो मसित अनि आज चाहिँ म बनाउँदैछु उसको साथमा होइन कता पो गएको छ नझुकाउन छिटाउन होइन उसले पनि भ्लग बनाउँछ अनि म भन्दा चाहिँ अलिक सिनियर नै हो अलिक खतरै भ्लगहरू बनाउँछ होइन दामी दामी भ्लगहरू बनाउँछ गएर हेर्न सक्नुहुनेछ उसलाई पनि भिजिट गरिदिनुहोस् के पो छ रिप्तेन लेप्चा भ्लग भ्लग छ होइन सर्ट्स भिडियोहरू पनि अपलोड गरेको छु भर्खर रिसेन्टली नै इन्जोय गर्न सक्नुहुन्छ हो तपाईँले तगडा केही सिक्नु सक्छ उसकोबाट चाहिँ अब दोजी पनि आउँदै होला है मलाई जिस्काउनु पर्यो ओ छपरी गाइस हामी चाहिँ अब निस्किसकेको छु घरदेखि पनि होइन अहिले चाहिँ हामी यहाँ फुपू र पुसाइको घर आइसकेको छु अनि यहाँनिर चाहिँ बसिरहेको छु होइन दुईजना अनि मलाई चाहिँ अलिकति ढिलो भइसकेको छ तर आई डोन्ट केयर अहिले चाहिँ हामी आधी बाटो पुगिसकेको छु सो तपाईँहरूलाई चाहिँ के चाहिँ देखाउने छु भन्दाखेरि चाहिँ आज चाहिँ गोरुबथानको सबैभन्दा चलिरहेको क्या हो अहिले ट्रेन्डिङमा भइरहेको आई लभ गोरुबथान त्यही देखाउनु गइरहेको छु अब अरूको भिडियोबाट त तपाईँहरूले कस्तो कस्तो हेर्नु भयो होला तर मेरो भिडियोबाट तपाईँहरूले फाल्टै खालको देख्नुहुनेछ एउटा भाइब हुन्छ नि फाल्टै खालको दिने छु कोसिस गर्छु यहाँ बाटो पनि खतरा छ होइन बाटो त हरामी नै हो अब हाम्रो गोरुबथान टारको बाटो हेर्ने होइन तपाईँहरू कस्तो हालत भइरहेको छ बाफ्रे यही बाटो भनेको तपाईँलाई हेर्नु त यस्तो अप्ठ्यारो छ कि कुदाउने सक्नेहरूले मात्रै कुदाउँछ यहाँनिर चाहिँ आई लभ गोरुबथान हामी आइपुग्यो होइन तपाईँहरूलाई देखाउने छु हामीले चाहिँ अब उसलाई पनि कलेज जानु अलिक ढिलो भइरहेको रहेछ होइन त्यही भएर चाहिँ हामीले सर्टकट बाटो छानेको छु सो अहिले चाहिँ हामी चाहिँ पान्डारा भन्ने ठाउँ आइपुगेको छु होइन जुन चाहिँ डिस्ट्रिक्ट हाइवे सो तपाईँलाई यहाँ पछाडि चाहिँ क्रिकेट म्याच हुनु टेको रहेछ होइन त्यहाँनिर अनि म्याट लाउँदो रहेछ रातो सो उनीहरू पनि खेल्छ सो आज चाहिँ होइन उनीहरूको म्याच अरू दिन छ होइन 21 तारिक रहेछ यो ओह्रालोबाट गयो बजार पस्छ हो माथिबाट चाहिँ तपाईँको सिधै स्ट्यान्ड यो चाहिँ सोमबारे बजार यतै हो ओह्रालो र यता माथिबाट चाहिँ बजार
हो कि होइन भने त सो अहिले चाहिँ हामी सोमबारे बजारदेखि चाहिँ सोमबारे बजारको म गुम्पा देखाउँदैछु ल आज म जाँदैछु बजार बिचमा यसलाई के ब्याग भन्छ के ब्याग भन्छ साइड ब्याग किन्नु आउले चाहिँ मेरो ब्याग किनिदिँदैछ होइन किनिदिउँ दा चाहिँ अहिले ब्याग छैन र घर जानु भएर चाहिँ ल्याउनु होइन अहिले देखाउने चाहिँ ब्याग चाहिँ यो मार्क्स पनि बेसी भयो खोलिदिनु पर्छ यहीँ अनबक्सिङ गरिदिएको वाउ दाको दोकानमा चाहिँ एकदमै दामी होइन जुत्ताहरू चाहिँ हेभी मन पर्दैन मलाई पैसा छैन र मात्रै युट्युब इन्कमबाट चाहिँ यो चाहिँ सबै किनिदिउँ भनेर चाहिँ दामी छ दामी फिट हाँस्दिनु त तपाईँलाई हेर्छु भन्दैछ नगर्नु न भिडियो अब मेरो दोस्त फ्रेन्ड चाहिँ जाँदैछ होइन कलेज उसलाई ढिलो भइसकेछ अब बिदा अगाडि हाम्रो चाहिँ बाबाई बाई बाई अब म पनि गएको 11 बजिरहेको छ होइन आज म चाहिँ माथिबाट आउँदैखेरि सोचिरहेको थिएँ कि अब हाम्रो गाउँको गाडी चाहिँ एउटै मात्रै छ अनि गाउँमै जाने चाहिँ छोगेल्दाको गाडी होइन अन्त फोन गरेँ अहिले फोन उठायो छोगेल्दा आउनु भएको रहेछ ढुक्कै भयो होइन अघि बाटोमा चाहिँ भ्लग गर्दै आउँदै थिएँ होइन अनि अचानक सर भेट्यो कि यसरी नै भ्लग गरिरहेको नि त कस्तो सरम लाग्यो त्यो फोन चाहिँ घोप्टाएर त्यहाँदेखि चाहिँ हिँडेँ अनि यहाँ म बसेकै ठाउँदेखि यहाँ माथि चाहिँ एउटा जन्नत भन्ने ठाउँ छ होइन त्यहाँदेखि चाहिँ सोमबारे बजार चाहिँ आधी पार्ट चाहिँ डल्लै देख्छ सो म त्यही देखाउनु गइरहेको छु तपाईँहरूलाई यस्तो गरम छ नि यो ब्याग चाहिँ उस्तै मान्छेले बोक्दैन पनि यो भिडियो चाहिँ तपाईँहरूको लागि यति नै र नेक्स्ट भिडियो आउँदो भिडियो एकदम तगडा भ्लग लिएर आउँछु धन्यवाद सबैजनालाई बाई बाई